पोथी हो कालिजको पोथी टाउको कालिजको टाउको आधा किलो बढी कालिजको टाउको कुखुराको पोथी एक कुखुरा गरेर कालिजको बेसै ठुलो 800 ग्राम बढी हो के कालिजको पोथी यो वर्षको पहिलो शिकार साइजको लगभग 900 ग्राम बढी होला यसलाई अब भिजाएर पोल्ने हो भिजाउँदै हो कालिजको पोथी यत्रो रहेछ शेर पनि ठ्याक्कै यो साइजको पोल्न पर्यो नि खानु पर्यो धोगरेसी खानु पर्छ के गर्ने आगो बोल्दैन फेरि यस्तो पोल्न पर्यो कति लामो पुच्छर पनि छिप्पेको दुईटा भालालाई लागेको मरेन के रे मर्यो त मर्यो होला कहाँ गएर मर्यो लाग्न त लाग्यो मरेन कालिजको पोथी पोलपाल भयो अब ट्याक्कै यसलाई काट्ने कुरो हुन्छ काटेपछि देखाउँछु हो कस्तो हो भनेर कालिजको मासु काटेर सम्पन्न भयो मासु जम्मै भयो मासु लगभग कति थियो भने यति नै भयो मासु कति छ होला यसको मासु लगभग 800 ग्राम 900 ग्राम जति होला त्यो मासु भएको कालिजको पोथी रहेछ भाले टिन दुईटा गाइते भयो छोप्न सकिएन खर्न त खसेको कता गयो ल अब भोलि पकाएर खाइन्छ